हेलो हेलो नमस्ते मेरो सबै साथीहरूलाई जोरले वेलकम छ सुनिनाको युट्युब च्यानलमा। हजुरहरूलाई भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ अनि सपोर्ट गरिदिनु होला। एउटा सब्सक्राइब गर्न भनी चाहिँ नबिर्सिनु होला र कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न भनी नबिर्सिनु होला भन्दै आजको भिडियोलाई स्टार्ट गर्न चाहन्छु। साथीहरू आज चाहिँ हामी दिउँसो है 2 बजिसक्यो। हामी चाहिँ कहाँ जाँदैछौँ भने हामी चाहिँ दमौल जाँदैछौँ। छाब्दीको बाटो हिँड्दै एकछिनपछि चाहिँ हामी सबैजना हिँडेको भिडियो देखाउनेछु साथीहरू। घाम लाएर साथीहरू यस्तो डुम पर्छ है। हामी हिँड्नेले चाहिँ यतिजना मात्रै छौँ, आधी गाडी गइसकेछ। घाम लाएर थियो। हामी चाहिँ अब ओह्रालो लाग्यो। ओह्रालो बाटो यस्तो छ, फेरि साह्रै ओह्रालो छ। ओह्रालो बाटो हिँडियो हामी त। बिस्तारा हो है लोड ल हामी हिँडेर जाने टोली। कस्तो छ हिँडाइ पुग्छ यस्तो पाराले दमौली। ल साथी हो हामी चाहिँ अब छाब्दीको ओह्रालो बाटो झऱ्यो। चिप्लो त चिप्लो छ, बिस्तारै आउनु। ओह्रालो बाटो झऱ्यो है हामी चाहिँ। किन अरू नानी तिमी हेगेर छाताल छेकेर हिँडेको? छाब्दीको ओह्रालो बाटो एबे यहाँ त कति चिप्लिया हो। तो चिप्लो छ बाटो फेरि। नहुने पानी रहेछ होइन? पानी थापा नानी, पानी थापा। थाप्न भने माछा, छाब्दी खोलाको माछा। कति ठुल्ठुलो रहेछ हौ त्यहाँ त। छिटो आउनु नि छिटो। कति राम्रो खेलाउनु कुरा भन्ने आमा। आमा झिलिमिली।
हामी चाहिँ छब्दीको बाटो छब्दी मन्दिर कतिसक्यो फाइनल साथीहरू हामी चाहिँ अहिले बजारतिर छौँ बजारतिर छब्दी बजार गुडिया हेर न गुडिया खुर्पेट्टे फुर्के गरेर आम्मामामा लक्ष्य र कति राम्रो देखेका वाउ ब्युटिफुल हैन कसो कस्तो गमला छ खाने दिन्छ कि भनेर पनि हेरेको छब्दीको बस पार्क साथीहरू छब्दीको बस पार्क केमा गयो होला तिनीहरू अटोमा गयो कि म्याजिकमा गयो कत्रो बस हो यो त हामी चाहिँ गाडीमा चढे साथीहरू हामी चाहिँ अब झरेर अब हिँड्नुपर्छ यहाँदेखि थोरै अब हिँडेर जाँदै हामी 4 जना मात्रै छौँ सबै साथीहरूले छोडेर गइसक्यो अघि नै अगाडि पुगिसक्यो अरूहरू चाहिँ हामी 4 जना मात्रै छौँ यहाँ चाहिँ साथीहरू हामी चाहिँ आज सङ्गति बस्ने घरमा आइपुग्यो हाम्रो डिकन बाबा र डिक्नेस आमा केटी आइपुग्यो बाबरे त्यो राम्रो आयो हाम्रो छोरीले चाहिँ के ल्याएको चिसो छोरीको भोलि बिहे त्यही भएर आज धन्यवाद के हो स्प्राइट पानी हाम्रो घरबेटी हेऱ्यो भने सबै कुरो देख्छ क्या नहेरिकन खानुपर्छ मेरो छोरीले चाहिँ भाँडा उठाउँदैछन् गिलास थ्याङ्क यू माथि किचनतिर जाँदैछौँ हेलो आमामा के साग यो ढोँडे सार फेरि यता पनि आइपुग्यो आज बिहानसँग के अरे टोल सफा गरेपछि यो टिपेर आएको त अनि हजुरमा कहाँबाट ए कडेला यता यो के हो दिदी यो अङ्गुर हो कसको हजुरहरूको यो ओके आज चाहिँ ढोँडे साग खाने भयो अब कस्तो मिठो हुन्छ हौ आम्मा ढोँडे साग ढोँडे
यता चाहिँ बाहिर हेलो के गर्नुभएको त्यस्तो आम्मै पुरा यता चाहिँ काटमार भइरहेको रहेछ है साथीहरू ल काटमार आम्बो लोकल भाले हो क्या हो ए ल यता चाहिँ काटमार हुँदो रहेछ ड्रागन फ्रुट फल्यो खाने क्या आजभोलि है ल हेर्नु साथीहरू भाट गाउँको दृश्य भाटगाउँको दृश्य लकर यहाँबाट माथि गएँ म त माथि हेर्न गएँ है म चाहिँ आम्बो म त कहिले नि यो म त यहाँ त कहिले नि आएको थिएन कतिचोटि यहाँ आयो होइन आम्बो यहाँ चाहिँ के हो यस्तो रहेछ पानी डरम ल साथीहरू यही भाटगाउँको दृश्य यस्तै छन् कति पोलेको हो र भाटगाउँको दृश्य ल साथीहरू माथि छतमा आएर खिचेछु है म चाहिँ यहाँले साथीहरू म चाहिँ यहाँ माथि छतमा आएर यसो भिडियो स्टार्ट गर्दैछौँ अरू साथीहरू तर रेस्ट गर्दैछौँ भने म चाहिँ यहाँ माथि आएर भिडियो स्टार्ट गर्दैछौँ है साथीहरू हाम्रो चाहिँ अब सङ्गति सुरु हुन खोज्दैछ परमेश्वरले भेला गरिदिनु हामी सबैजना मिलिकन हामी सुरुको प्रार्थना गर्नेछौँ होइन हामी सबैजना मिलिकन हामी सुरुको प्रार्थना गर्नेछौँ हामी भजनहरू गाउनेछौँ हामी अनि झ्यालीहरू बजाउँदै हामी तपाईँको नाउँको प्रशंसा गर्दै हामी वचनहरू सुन्नेछौँ हामी एकअर्कालाई हामी प्रेम गर्दै हामी उत्साह दिँदै हामी तपाईँ कहाँ नजिकाउँछौँ परमेश्वर हाम्रो यो प्रशंसा र आराधना गर्नेछौँ केक साथीहरू मासुमा केक जाँदै हो अब केक काट्ने के तिमी यात्रा राम्रो यात्राको लागि केक आउनु यहाँ बिचमा बिचमा आउनु बिचमा उहाँ चाहिँ भोलि यात्रा गर्दै हुनुहुन्छ
विदेशको यात्रा। त्यो मान्छेले लेख्दाखेरि अर्कै प्रकारले बर्थडे त भोलि कि पर्सि हो? बर्थडे पनि हो सोमबार बर्थडेकै दिन फ्लाइट रहेछ नि त है? ल ह्याप्पी बर्थडे पनि रहेछ। समृद्धि पाउन सकोस्, सबैभन्दा पहिला प्रभुको राज्य खोजी गरोस्, दोस्रो कामहरू परमेश्वरले नै साथ धन्यवाद। त्यही हो। अनि त्यसको कामहरूको आधारमा चाहिँ भएको रुपियाँ पैसाहरू पनि पाउन सक्छ, त्यसको लागि पनि काटेर कसरी काट्ने? सेफ जर्नी के अरे? ल ल इङ्ग्लिस आउँदैन नि ल। एडभान्समा बाई बाई। त्यसपछि मम्मीलाई हो के अरे पहिला त। ल को मम्मी ल नि आमा बाबुलाई नि खुलाइदिनु अब। ल धन्यवाद। खै बाबा कता जानुभयो? यो ढोडे साग होला नि, साग करेला, यहाँ दाल, यहाँ मासु। हाम्रो कुक चाहिँ दाई हुनुहुन्छ यता हेर्दिनु। हाम्रो माझमा आइसक्यो खाना आइसक्यो। खाना यो दाल, यो साग, यो करेला, यो मुलाको अचार, यो खुर्सानीको छेउ, मासु आयो मासु। ल हामी गयो, राम्रोसँग खाएर जानु होला है। अर्को महिना भेटौँ ल। ल बाई बाई। ल दाई बस्नु, जयमेसी जयमेसी। ल तपाईँ यता भात दिनु ठाउँ हो। ल भोलि को जाने हो, राम्रोसँग जानु। गएँ बिस्तारै आउनु भोलि आउनु त नि। ल जयमेसी बाई बाई। ल हामी चाहिँ अब गएको। ल हिँड कहाँ हिँड हिँड एल्डर बाबासँग जाने हामी चाहिँ। ल हिँड हिँड। हामी चाहिँ अब यसमा जाने हो। खै त विजय कता गयो त?